आएको ल पापा गएको ठाउँ जान लाग्यो त आऊ हामी चाहिँ जू आएको ठुलो मान्छेलाई लिएर यता आउँछ र कता जान लाग्यो त्यो मिल्ने भयो त नि यिनीहरू किन लिएर आएको त एउटा छोराको बोतल मात्रै बोक्यो नि औ डरायो के हो त्यो खै के हो त्यो हेर त के रहेछ अस्टिच के हो त्यो एकदम केयर गरेर समाउनु पर्छ है बुढो झट्ट खस्छ बच्चाहरू लड्छ है बुढो त्यो त पिथम छ त्यो सर्प जस्तै देखिरहेको के हो यो ओ पुन्टे के रहेछ के हो त्यो यही हो त्यति धेरै हेर्न नमिल्ने नसक्ने चितुवा भने यही हो बुढा ब्ल्याक प्यान्थर लागेन है सर गरी भएर कसरी दिइरहेको जुत्ता खोल्नु नि एउटा मात्रै रहेछ अस्तितिर त पातलो थियो आज त मोटा आइछ यो त है के हो सर त्यो है ए यो मैले रोपेको जस्तो हो नि बुढो मेरो मर्यो नि हो यो यस्तोमा हुन्छ कि मैले रोपेको यस्तो हो यो सबै चिजको भन्दा कुखुराकोदेखि लिएर अस्टिचसम्म यसमा त खुट्टा उ गऱ्यो भने झर्लप्पै जान्छ होला डराउँदैन फेरि नानी नानी गरे प्लान्दाङ प्लान्दाङ देश ए उ त्यो त माथि बुई चढेर गयो यता आउँछ सर पक्का रहेछ खाएर रहेछ नि त खुट्टा ला हो छोरालाई छेक्यो छोरा हेर त हे उ त्यहाँ उ यो हो यही देखाउँछ नि त्यो मम्मीले ऊ त्यसो पाउने रहेछ ए हो है के त्यो न कत्रो बिचारा कति गाह्रो भएर होला त्यो कहाँ बसेर खान्छ खै कति धेरै रहेछ त यता पुन्टे ऊ हेर्नुहोस् त ऊ ओ माई गडनेस खावाइने
स्लो मोसनमा झर्दो रहेछ यार यो भाइ गे कति ठुलो ए कस्तो माथि माथि आएको त त्यहाँ हाल्दियो नि त्यसलाई उतै भित्र हाल्दियो मिल्दैन नि दामी हो त्यही भएर त यहाँ तार लगाएको त कति खवाई भएर बसेको श्यामो रहेछ श्यामो Bye bye. Nè. Oh, bye bye. Marasan. Bye bye. Oh, Marasan. Kau jadi sama Marasan tu. ल अनि त्यो त किन त्यहाँ मात्र रङ रङमा भरिने त ल के हो सर त्यो है है त्यहाँ भित्र गयो त्यो त ओ त्यो घर बनाइरहेको रहेछ नि त पारी भित्र कस्तो क्युट क्या अनुहार हेर्नु न है सुन्दर रहेछ कता त्यतै कुदिने ठाउँ रहेछ यिनीहरूलाई त यहाँ भयो छोरो है यहाँ भयो ओ छोरो अरे ल यही हो दुम्सी भनेको हेर त्यसले खनेको सब यो उसले खानेको है यस्तो हुँदो रहेछ है रियलमा अर्को पनि रहेछ अझै हो दुईटा रहेछ के हो छोरो त्यो कस्तो आइज र यो दुम्सी है हाम्रो घरमा पहिला यसको काँडा थियो बाबाले त्यो कोदो खाने बेलामा मारेर लिएर आउनु भएको कोदो खाएर ल्यायो सबै क्रोकोडाइल कस्तो घामले त्यो त अनि तपाईँ कस्तो कस्तो जनावरहरू हो है यिनीहरू
हिटर गरेर ए कछुवा यो सर्प हो कस्तो नाल जस्तो त डोरी जस्तो सर्प त एउटा हो कि दुईटा छ यहाँ त्यो त गयो चुम्बो फर्काएर तिमीलाई टोटलाइज होइन कति धेरै टोटलाइज रहेछ त फरक फरक डिफ्रेन्ट है राख्छ है यहाँको मान्छेले आऊ यहाँ त केही छैन रहेछ सानो सानो न्याउले मुसा आलु यहाँको त छैन रहेछ हराएछ जस्तो कति ठुलो कछुवा हो क्या है खै मलाई पनि देख्ने गरे गर्नु छोरालाई देख्ने गरेर भिडियो गर्छ छोरा पनि कति ठुलो हो के उसागी ओ माई गड उसागी हेर्दैछ यिनीहरू त बाहिर आउँदैन यसरी मात्रै गेरेर काङ्गाहरू यिनीहरू चाहिँ अपोजिट भयो कि पुन्डेलाई चाहिँ देखेन त्यो जनावरहरू त देखिरहेको नि कोक्तुङ गरेर कुदेको है कोक्तुङ गरेर कुदेको है सुतिरहेको रहेछ तिनीहरू त कोक्तुङ गरेर कुदेको है प्रेग्नेन्ट रहेछ हौ त्यो त होइन हेर्ने नि हो त अल्छी मारा रहेछ कस्तो अल्छी रहेछ त्यो त अहिले मोबाइल खबर खाइदिन्छ नि त्यसले कस्तो गनाएको है ब्रो यो हाम्रो गाउँघरमा बाख्राले खान्छ अरे यो त 24 घन्टा खाएर बस्छ क्या हो यसको जहिले यसले पछाडि फर्काइदिन्छ यार भिडियो गर्नु लाग्यो भने ऊ त्यहाँ उता हेर्नु न उता ए छुटेको कति राम्रो बस लड्छ यसमा त एकदमै गडनेस ल बुढो यता प्लितै जा कहिले भन्छ कहिले आउँदिन भन्छ यो पनि हिँड सारू सानी हेर्ने छोरा सारू सानी हेर्ने सारू सानी हेर्ने सारू सान सारू सान त्यहाँ एउटाले कुरा गर्ने अनि उ गर्ने रहेछ है इलेक्ट्रिक सबै सिस्टमको अनि हेर्न आएको मान्छेहरूलाई नि किन बन्द गरेर त्यसको खाना खाने टाइम हो भने पण्डे त्यहाँ बस्छ फोटो खिचिदिन्छु मम्माले सेम तिमीहरू दुईजना लुगा एउटै रहेछ
Ayo, Thank you, I tell you. She's so happy. Lầu có tới tan là có vậy ta. Bố là cái. Chơi. Cái này là con chơi lại. Vào đây nè, cái san cái gì lên đây. Xì. Ở cái vật thế đi nào nhỉ? Tim lại bắt chào được tôi lại cái gì? Tim chuẩn thân nhỉ? Ở cái vật đó là đi. Sao? अघि देखिन दिउँबाट बत्ता कस्तो थियो कस्तो सुँगुर रहेछ त्यस्तो टोक्ने होइन नि त ल भित्र पेङ्गुइन आयो छोरो आयो ल जुद्यो गयो यार फेरि यता त्यसलाई उचाल्नु नि बुढो तल उता नजिक नलैजाऊ है त्यता नगर भने राम्रोसँग समाउनु न राम्रोसँगै समातेको छ ओ मामाको पछि जाने लड्छ है बुढो समाउ है मान्छेले डिस्टर्ब नगर आएको बुढो हात च्याप्छ है पुरा यस्तोमा एकदमै केयर गर्नुपर्छ जम्मा 1 घण्टा अब ए जा छिटो Ayo. अब के हेर्न बाँकी छ हामीले आज यिनीहरूको दुईजनाको मात्रै भिडियो भयो मेरो चाहिँ खिच्दैन कसैले टकर हिँड्ने ल्याउनु गाडी आयो गाडी आयो पुन्टेले हल्का यताबाट देखाउनुहोस् न खुसी त यसको त सीमा छैन ओ लेट्स गो